हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ हामी सबैजनाले खेलिरहेको गेम के अरे कलर गिफ्ट एक्सचेन्ज वाला चाहिँ गेम खेल्न गइरहेको छौँ आज। टिकटकतिर सबैले खेलेको छ नि त, भाइरल छ। अनि भाइरल भएको भएर चाहिँ आज हामी पनि खेल्नुलाई रेडी भएको छौँ। सो हेर्नु होला है त। मलाई त तर कस्तो कमेडी अरू हेर्दा चाहिँ कस्तो रमाइलो लाग्छ। हाम्रो त यस्तो हाँसिरहेको छ, यहाँ गीत पनि देखिरहेको छ। ल हामी चाहिँ आफ्नो आफ्नो कलरहरू मेरो त झन् कस्तो रसमा हतार हतार नाप्पट पर्दै कुद्दै गरेको भयो। यो चाहिँ हाम्रो चाहिँ अलिकति लो बजेट खालको हो होइन, त्यो एक्सपेक्टेसन हाई चाहिँ नगर्नु होला। लो बजेट भन्दा पनि ठिक्कको हो, ठिक्कको हो। सो त्यही हो, कलर चाहिँ हामीले यहाँनिर राखेका छौँ। कस्तो नहेर्नु। ल को गर्ने, म गरौँ कि त गरौँ? म गर्छु। त्यो निकाल्नु पर्दैन क्या। अनि अब म कलर भन्छु अनि त्यसपछि निकाल्नु थाल नेपाली है त। ल तिम्रो खै भन्। म चाहिँ सुरुमा रेडबाट गएँ है त। मलाई कस्तो मजाले सोचेर त्यो दिमाग लगाएर यो चाहिन्छ होइन कि हतार हतार कामबाट आउँदा आउँदै कुद्दा कुद्दा गरेर मेरो अलिअलि देखिरहेछ होला नहेर्नु है। ल भाइ रेडी 1 2 3 गो। यो चाहिँ होइन, यो राम्रो छैन गाइस, हेर्नु न। यो भयो भने चाहिँ उसले अब कहिलेकाहीँ यसो सामानहरू किन्न गएर हुन्छ, मासु सासु त्यो बोक्नको लागि झोला ल्याइदिएको छु मैले सानो खालको। यो चाहिँ कसैले पनि नगर्नु, सानो त्यो भनेर दुःख नगर्नु होला है। मेरो तर्फबाट चाहिँ यो झोलामा अब के राख्ने हो। ल थ्याङ्क यू। अब कति ठुलो कप त घर पनि थियो यार मेरो। अब मेरो पालो तर सरी गाइज, मेरो गिफ्ट तर उसले खान्छ खाँदैन, तर करेन्टले दियो मैले। त्यही हो, यो चाहिँ मजाकको लागि गरेको है। ल अब मेरो है वाइट वाइट तर खै कस्तो खालको वाइट भन्छ, अर्कै खालको वाइट। खासै वाइट भन्ने कि यसलाई के भन्ने पनि वाइट पनि होइन, यो खै वार पार देखिने अबे कस्तो देखिरहेको रहेछ हौ। त्यो पनि होइन। रेडी 1 2 3 गो। देखा तिम्रो अनि म त म देखाउँछु। ओके रेडी 1 2 3 गो। वाइट मेरो तर्फबाट चाहिँ किनभने यो हामी दुवैजनालाई काम लाग्छ क्या, यो मुला हो खानको लागि, त्यस्तो नराम्रो त होइन नि त। करेन्टमा ठ्याक्क बसेर खाने बेलामा ल दुःखमा त छैन नि। आमा कप लिएर आएछ। सरी गाइस, मेरो चाहिँ गिफ्ट अर्कै छ है वाइटमा। मैले यसो मजाको लागि गर्नु खोजेको। मैले त्यस्तो केही भन्दा सिधा सिधी हात सिधा मान्छे। मेरो तर्फबाट चाहिँ यो छ है चाहिला त यो वालामा। ल थ्याङ्क यू। मुला पनि हो, यो पनि हो है। अब मेरो अब केबाट जाउँ भने ल पर्पल है त। पर्पल छ गाइस, तर रमाइलो चाहिँ रमाइलो हुँदो रहेछ, मजा तर मजाले त सोचेर ल्याउनु पाइएन नि। अलिकति अब त्यस्तै हाम्रो 1 2 3 गो। गाइस मैले यो हेरेको थिएँ। यो चाहिँ बच्चाले लाउने खालको हुन्छ भनेर मैले नल्याइदिएको। यो मैले हेर्न चाहिँ हेरेको थिएँ होइन, यो हातमा लाउने रबर ब्यान्ड अनि यो टाउकोमा लगाउनको लागि हो होइन। मैले हेरेको थिएँ पर्पलमा। यो मेरो तर्फबाट चाहिँ पर्पल चाहिँ हो है। अब गर्मी पनि आइरहेको छ होइन, उसको ब्यागमा ठिक्क अट्ने खालको पङ्खा हो। यो चाहिँ टक्क यसो गर्ने हो मार्केटमा। मैले पनि हेरेको थिएँ, मैले यो ल्याइदिनु आँटेको थिएँ, फेरि बच्चा जस्तो हुन्छ होला भनेर सोचेँ, अनि त्यो भएर मैले नलिएको। मैले चाहिँ यो ल्याइदिएको छु है, कस्तो राम्रो छ यो पङ्खा, क्युट खालको। अनि यो पर्फ्युम हो इन्गेजको, टक्क लगाएर चाहिँ मार्केटमा हिँड्दाखेरि सजिलो हुन्छ नि त। सो त्यही हो है। थ्याङ्क यू। वाउ गाइस, दामी छ त। खोलेर हेरौँ त। लिएर बस्छु ल त म। वाउ गाइस, दामी छ त पर्पल कलरमा। किन हुँदैन भइहाल्छ नि, टक्क लगाएर यसरी गर्ने हो। तर खासै यो टपक्क लाने हो, यो चाहिँ स्किन केयरहरू गर्दाखेरि तपाईँ ट्याक्क लगाउनु। म चाहिँ लगाएरै बस्छु है, अब लगाइहालेँ। वाउ गाइस, दामी छ दामी। मेरो पालो हो। ल तिम्रो पालो। मेरो यत्रो मात्र लिएर आएको। मेरो त सम्झना त ब्ल्याक। ल ब्ल्याक
सिम्पल हो मैले त्यसै रेडी 1 2 3 गो आमा हुन्छ गाइस यो चाहिँ गुच्चीको के कोही एलबीको के समथिङ भनिरहेको थियो यो वाला चाहिँ पर्स अन्त सक्स त्यस्तो एक्सपेन्सिभमा त केही छैन थ्याङ्क यू वाउ गाइस हामीलाई सधैँ डेली चाहिने यही हो थ्याङ्क यू ल अब मेरो पालो वाइट गरिसकेँ होइन पर्पल नै भयो ल दम ब्लू ल एकछिन गाइस एनर्जीको लागि चाहिन्छ नि त त्यही भएर हो मिल्छ होला दुध छला एउटा दुईटा जस्तो त मलाई त लाग्छ कसरी मिल्यो के है ल अब तिम्रो पालो अब पिङ्क पिङ्क ल मेरो त छैन त्यस्तो आखे तिमी भयो गाइस ल जिदा रेडी 1 2 3 गो आमा झरो गाइस लिप ग्लस यो त स्ट्याक लगाउनु भयो झन् यही लिएर आएको थिएँ मैले अनि पछिबाट फेरि यो कता झरो एक यहाँ पछिबाट फेरि उयो हुन्छ भनेर मैले अर्को लिएर आएको तर कुन ए वाउ यार गाइस मैले यही ल्याउनु लागेको थिएँ कि अनि पछिबाट फेरि के भने यस्तै ल्याउनु लाग्थ्यो नि पछिबाट सेम हुन्छ भनेर होला नि सेम पनि अनि यो कलर पनि आउँछ अनि मैले चाहिँ ग्लसमा लानु यो कस्तो राम्रो लिएर आइसकेको थिएँ लगाउनु न भन्दैछ अनि लास्टमा फेरि मैले अर्को यो त कस्तो राम्रो छ गाइस हेर्नु त यो यस्तो राम्रो छ मैले ट्राई पनि गरेको हातमा लगाएर है भन्दैछ मलाई पनि कस्तो दामी कलर पनि मलाई दामी लाग्यो क्या यस्तो दामी छ यो झन्डै सेम हुन्छ यो पनि टिकल ल्याइसकेको थिएँ नि पछिबाट दामी आउँदैन कलर त ग्लस चाहिँ लाउँछ धेरै वाउ यस्तो दामी छ यो चाहिँ यो नि कति राम्रो रहेछ यो चाहिँ मैले देखिन हतार मैले त किन हालेको थियो मैले ए वाउ गाइस हेर्नु त वाउ यो नि राम्रो छ यार थ्याङ्क यू वाउ तर यस्तो दामी छ त्यो चाहिँ खतरा छ नि मैले हेरेको थिएँ के लगाएर लगाएको थिएँ हैन अनि अरूमा नि यसो हेरेँ दामी छ दामी यस्तो राम्रो कलर छ त्यो लाउँदाखेरि बब्बा छ यो चाहिँ लिप ग्लस हो यो चाहिँ लिपस्टिक टाइपमै हो क्या ल मेरो पालो हो अब के छ नि ब्राउन ल झन्डै यो पनि जुत्ने थिएछ गाइस हेर्नु त रेडी 1 2 3 गो गाइस सर्ट हो गाइस कस्तो कलर हो यो ब्राउन अलि मिक्स छ क्या उयो ठिकै छ नट ब्याड आमा कस्तो मलाई त अर्कै देखियो यसले त खुल्दैन जस्तो ल मेरो चाहिँ यो है ब्राउनमा खोज्दा ब्राउन के ल्याउने भयो अनि किन यत्रो लिएको छ नि बोकेर वाउ राम्रो के यसले लाग्छ कालो निलो सेतो पहेँलो हरियो के त खुल्ने कलर हो यो चाहिँ अलि खुल्दैन कि जस्तो लाग्यो क्या गाइस हेर्नुहोस् त कस्तो छ मलाई सोला त म एकचोटि लगाएर पनि भिडियो बनाउँछु ल वाउ दामी छ दामी नाइस तर कलर चाहिँ अलि म्याच गर्दैन कि भन्ने डर लाग्यो तर हेरौँ सुहाउँछ क्या मेरो थ्याङ्क यू ल तिम्रो येल्लो येल्लो जान्छ यो छ होला साइड 1 2 3 गो गो गाइस पपाया यो चाहिँ सोचिरहेको मैले पनि मैले चाहिँ के सोचेँ भने यो फ्रुट्सहरू अलिकति राम्रो हुन्छ नि त कति गिफ्ट यस्तो लाउने ओर्ने दिनु भनेर यो चाहिँ एकदम राम्रो हेल्थको लागि एकदम राम्रो हुन्छ बबाल हुन्छ है यो खतरा छ मैले त यो चाहिँ थियो नि त हामीसँग त्यही भएर मैले चाहिँ यो लिएँ है त थ्याङ्क यू यो चाहिँ हामीले डेली युज गर्ने हो यदि तपाईँहरूले पनि कुन युज गर्नुहुन्छ यसो कमेन्ट गर्नु यो चाहिँ बबालै छ है यो चाहिँ प्याडलक चाहिँ एकदम गुड अहिलेसम्मको चाहिँ बेस्टै लागेको मलाई है थ्याङ्क यू ल मेरो सक्यो है अब ल ग्रिनै जाउँ न त कति छिटो हो न मेरो त झिन्दै ल रेडी 1 2 3 गो गाइस अहिलेको चल्ती पनि हो होइन यो हेल्थको लागि राम्रो पनि हुन्छ भनेर म चाहिँ खर्चा ठिक्क यो भयो नि त ठिक्क मैले मजाको हुन्छ यो भनेको चाहिँ हेल्थको लागि एकदम हो क्या मैले सोचेरै लिएको हो यिनीहरू भनेको चाहिँ फ्रुट्सहरू चाहिँ मैले सोचिरहेको थिएँ कि यही लानु पर्ला फेरि यस्तो स्टिक चाहिँ लगिदिनु पऱ्यो 2 PM को त्यो लान्छ भनेर त्यहाँबाट आएको त्यहाँ नरहेछ अनि लिएर थ्याङ्क यू ल यो चाहिँ मेरो फेभरेट हो फेभरेट चाहिँ अब त सक्यो क्या हो अब लास्ट एउटा लास्ट अब ग्रिन है ल अब गाइस लास्ट एउटा रहेछ है अब सकाइदिउँ रेडी 1 2 3 गो के
हो चिन्नु भयो त गाइस के होला यस्तै अनि मैले त्यहाँबाट पिङ्क कलर ल्याउन गएको थिएँ के हो यो चाहिँ कपाल नु आइसके पछाडि चाहिँ चिसो कपाल चाहिँ टक्क बेरेर गर्ने हो क्या चिक्क बजाउने के भएको भएर काइन अनि यो चाहिँ नेल पलिस यो चाहिँ यो कलर मात्रै त मिल्नु भएछ यस्तो दामी छ दामी दुईटा ल्याउनु पर्छ नि त नि एउटा मात्रै देख्छ मेरो अर्को सधैँ घुमेर कति राम्रो छ यो पनि दामी रहेछ कलर मिठो खालको कलर क्या मैले त ग्रे खोज्दा खोज्दा के सम्झिन्छु के ग्रे त छैन भन्दै थिएँ अनि लास्ट टक्क रहेछ यो कलरको अनि नेल पोलिस भेटिहालेँ अनि दुईटा लिएर आएको गाइस वाइटमा अघि निकाल्नु पऱ्यो भने चाहिँ बेस यो ग्लासमा टक्क 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 ल ल थ्याङ्क यू हेर्नुहोस् त गाइस क्लिपहरू नै मिक्स क्लिप रहेछ यहाँनिर राम्रो राम्रो दामी दामी सिद्धो वा यो कलर त बब्बा छ है गाइस त्यो क्यामेरामा चाहिँ राम्रो देखिएन होला यो चाहिँ टक्कै हेर्दाखेरि कस्तो राम्रो छ क्या वा दामी दामी ल आजको गिफ्ट हाम्रो त्यही हो यति भयो कप चाहिँ नलिएको भए हुन्थ्यो धेरै छ घरमै कपै कप छ यो के खाने यसमा आमा मान्छे जत्रै छ गाइस यो त कप त कम ठुलो छ लाउन आउँछ त्यो ल है त युज गर्ने खालकै यस्तो हामीसँग थियो प्याटप्याटी फुट्ने क्या यो चाहिँ अलिक केही छैन दामी छ मैले कलकुलेसन कुरा झन्डै मिल्नु गएको नि लिप ग्लोस पनि मिल्नु गयो यो पनि मैले पनि खर्च नै लागेको एक्सट्रिम त मिलि नै हाल्यो एउटै लागेको देखिन्छ होला भनेर एक्सट्रिम पनि लेस यो पनि सेम यो पनि थियो लेस पनि मिल्यो अनि मेवा चाहिँ मैले सोचेको थिइनँ करेन्ट पनि सोचेको थिइनँ त्यो चाहिँ मैले पर्स पनि मैले सोचेको पर्स पनि ल्याइदिउँ कि भनेर पनि फेरि खासै बोक्दैन होला पर्स त मैले ठिक्क उसलाई चाहिने राखेको थियो अनि त्यही भएर वाउ लिप ग्लोस नै राम्रो दामी छ फेरि चाहिँ मजा आउँदो रहेछ होइन तर कति छिटो सकियो जस्तो थियो है चाँडै अनि किनेको चाहिँ कति धेरै टाइम लगाएर किनिन्छ नि त अहिले अब के कुन भनेर सोच्दाखेरि सोचिन्छ टक्क टक्क झिक्दा अनि खेल्दाखेरि चाहिँ एकैछिनमा अनि बजेट पनि अलिक टन्न भयो भने चाहिँ मजा आउँछ अब नेक्स्ट टाइम र अलि यो चाहिँ अलिकति लो नै भनौँ न है हाम्रो बजेट फ्रेन्डली 3000सम्मको गरौँ भन्ने थियो त्यो भएको भएर यो चाहिँ अलिकति लो भयो अब अलिकति पछि चाहिँ हाम्रो अलिकति हाईमा हुन्छ है त अहिलेलाई चाहिँ हाम्रो यति नै थियो थ्याङ्क यू सो मच सबैजनाले हेरिदिनु भयो होला थ्याङ्क यू सो मच मेरो चाहन्छु हेर्नु त एक्सट्रिम एक एकवटा एक्सट्रिम हेरेर त भरे करेन्टसँग खानु त बबा खाने भयो त करेन्ट एक्सट्राकै टक्क लगाएर अनि लेस पनि भइहाल्यो फेरि लेस पनि लास्टमा भयो करेन्टले पेट फुल भने मेवा ल त्यही हो गाइज ल के भन्नु छ त ल के भन्नु छ भनिदेऊ त च्यानलमा केही छैन त्यस्तो त रमाइलो भयो एक गेम खेलेर अब टिकटकतिर देखिरहेको थियौँ कतिले खेलिरहेको थियो हामी पनि खेलेर अस्तिदेखि भनेर नि तर टाइम मिलेको थिएन अलिकति हाम्रो त्यस्तै नै भइरहेछ नि त आज पनि हतार अहिले बेलुका होइन अहिले पनि हतारमै हो भर्खर घर आइपुगेर अनि स्टार्ट गरिहाल्यो त्यही हो गाइज आजको चाहिँ भिडियो यति नै थियो सबैजनालाई चाहिँ त्यही भन्न चाहन्छु म आजको भिडियो चाहिँ यति नै खतम गर्न चाहे तपाईँहरू पनि साथीभाइ दिदीबहिनी हुनुहुन्छ भने यो सर्ट लगाएर चाँडै नै म टिकटक बनाएर आउनेवाला छु कतिको सुहाउँछ सुहाउँदैन तपाईँहरूले कमेन्ट गरिदिनु होला है त त्यही भन्न चाहन्छु थ्याङ्क यू सो मच ल सबैजनालाई नयाँ हुनुहुन्छ भने यसो लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै आजको भिडियो यही अन्तिम गर्न चाहन्छौँ सबैजनालाई धन्यवाद सो लभ यू बाई बाई